सधैँ पछाडि पारियो भनेको कर्णालीले देशलाई नै अगाडि लैजाने सङ्केत देखिएको छ। कर्णाली प्रदेशको दैलेख, जहाँ ठूलो मात्रामा पेट्रोलियम भण्डार भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ। 2076 सालमा केपी शर्मा ओलीको दोस्रो कार्यकालमा नेपाल र चीन सरकारबीच भएको सरकारी तहको सम्झौता अनुसार दैलेखको जलजले क्षेत्रमा पेट्रोलियम र मिथेन ग्यासको खोजी सुरु गरिएको थियो। अन्वेषणको नेतृत्व चीनको भूसंरक्षण कम्पनीले लिएको थियो। नेपाल सरकारलाई बुझाइएको प्रारम्भिक प्रतिवेदनमा दैलेखको जलजलेमा मात्रै 1 अर्ब 12 करोड घनमिटर मिथेन ग्यास हुन सक्ने कुरा उल्लेख गरिएको छ। 4वटा स्थानमा रहेका भण्डारणबाट करिब 50 वर्ष नेपाललाई पुग्ने गरी ग्यास उत्पादन गर्न सकिने कुरा प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ। अन्वेषणका क्रममा सङ्कलन गरिएका माटो र ढुङ्गाका नमुनाहरू हाल चीनमा प्रयोगशालामा परीक्षण भइरहेका छन्। परीक्षण सकिएपछि अन्तिम प्रतिवेदन पुस महिनासम्ममा नेपाल सरकारलाई बुझाइनेछ। त्यसपछि आवश्यक परेमा परीक्षण उत्पादन सुरु गरिने र अन्य जिल्लाहरू दाङ, पाल्पा र सुनसरीमा समेत खोजी कार्य विस्तार गरिने योजना छ।